केराको पातले सबै ठिकै छ तर खोलामा फर्स्ट टाइम हेरेर दियो उता बढिरह्यो यो सामान त उता बढिरह्यो है यता अलि बढिरह्यो त्यो डब्बामा भएको चाहिँ हालेर चाहिँ क्या सुरुमा भिजे खाइदियो सरसर गरेर नभिजेको ग्लास खोइ काट्न चाहिँ नकाट्दिने है रगत आउनु हुन्न बिस्तारै यहाँनिर भिजे खाइदियो यता यता यस्तिर भागै हुन्छ हुन्छ नि तिमीसँग छोरो पनि हजुरकै गुरु पनि अब हजुरकै अब चेलो पनि हजुरकै ब्रह्मचार्यस्य अग्नि आचार्यस्य तव हजुरको एउटा तपाईँमा चामल राख्ने अनि छोडेर पैसा भिक्षां भवति मे देहि भिक्षां भवति मे देहि भिक्षां भवति मे देहि भिक्षां भवति मे देहि
अहिले हो र अहिले होइन पहिला सूर्य हेर्ने सूर्य हेरेर आउने अन्त चाहिँ भाग्ने धन सम्पत्ति आर्जन गर्नको लागि लक्ष्मी प्राप्त गर्नको लागि परदेश जान्छु भने हामीले संस्कृत उसलाई 25 वर्षको लागि अब त्यही भान्जालाई चाहिँ ल्याउनु पऱ्यो पकाएर लिएर आउनु पऱ्यो 25 वर्षलाई सब गृहस्थी त्यागेर गुरुको सेवा गर्नको लागि बनारस गएर पढेर सबै गुरुको लागि सबै सम्पूर्ण आफ्नो कालक्रिया पुरा गरेपछि बल्ल भान्जा चाहिँ आउने अरे भान्जालाई त हामीले बिहा गराइदिनेछ सबै बिहा गराउनु छ भान्जालाई जान दिनु त भएन तिमीलाई जे गरेर हुन्छ फकाएर भयो भने हामीलाई घर गृहस्थी चाहिँ चलाउनलाई हामीले गर्नु पर्यो त्यहाँनिर धेरै कष्ट हुन्छ समयमा खाना समयमा लाउन पाइँदैन धेरै गर्मीको समयमा राखिदिनुपर्छ
मंगल भावक पुरष मंगल आरती सब भाती